हेलो साथीहरू, सेवा र वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ धेरै पछाडि यहाँको सामने भ्लग लिएर आइसकेको छु। आजको वेदर चाहिँ यस्तो छ साथीहरू, हेर्नु न। म चाहिँ स्कुल जाँदैछु, मेरो छाता। डर लागेर म चाहिँ यो बाटो जाँदैछु। तल्लो बाटो चाहिँ झन् खतरा छ क्या साथीहरू। माथिबाट पुरा ढुङ्गाहरू झर्ने कहिले के हुन्छ नि त। डर लाग्यो। चाहिँ देख्नु भएको चाहिँ ग्राउन्ड चाहिँ मान्छे मिलाएर भएको ग्राउन्ड हो। म चाहिँ आज चाहिँ यो माथि उकालो आएर जाँदैछु। एकदम धेरै डर लाग्छ क्या साथीहरू मलाई चाहिँ गाडाङगुडुङ यस्तो पानी हावा पऱ्यो भने चाहिँ मेरो हालत देख्न सक्नुहुन्छ। आज त स्कुल नजाँदा पनि हुन्थ्यो चाहिँ साथीहरू, डर लाग्यो। साथीहरू यस्तो हावा चलिरहेछ यस्तो दिन। म त साथीहरू बेकारमा स्कुल आएछु जस्तो लाग्छ। यहाँ जानुपर्छ क्या, म चाहिँ त्यहाँ स्कुल देख्ने गर्नुपर्छ। मेरो छाता चाहिँ उडाएर आएको खोज्दैछ। छाता साथीहरू म पनि छाता माथि भिजेर यस्तो छ है यो वेदरहरू। स्कुल पुग्नु जस्तो भएको छ। बिचरा केटाकेटीहरू पनि जानु रहेछ, बरु भिजेर पनि गइदिनु पऱ्यो साथीहरू। यस्तो छ। म चाहिँ अलिक राम्रो बाटोमा उकालो चढिरहेको। तल चाहिँ झन् एकदमै खतरा छ, ढुङ्गा पहिरोहरू जान्छ नि त। त्यही कारणले म चाहिँ माथिबाट आएको। माथि पनि यस्तै छ साथीहरू, एकदम धेरै डर लागिरहेको छ मलाई चाहिँ। हेर्दै गर्नु है त साथीहरू। म चाहिँ जाँदैछु। आजको दिनमा चाहिँ म स्कुल नगएको भए पनि हुन्थेछ, एक्लै छु। त्यही भएर मलाई चाहिँ कस्तो डर लागिरहेछ। यो बाटो चाहिँ कहिले बन्छ होला क्या साथीहरू। यो बाटोमा त्यस्तै छ। यो माथिल्लो बाटो पनि अलिक राम्रो भन्दा नि खासै धेरै झर्दैन कि भनेको पहिरोहरू। म हिँड्ने बाटो चाहिँ सधैँको चाहिँ यहाँभन्दा यहाँबाट मुनि छ क्या साथीहरू। यहाँबाट मुनि छ अनि त्यहाँ चाहिँ एकदमै धेरै पहिरोहरू झर्छ अनि एकदमै धेरै डर लाग्छ। यो लारुम्पाको बाटो चाहिँ कहिले बन्छ होला क्या साथीहरू, एकदम धेरै दुःख लाग्छ। जाँदैछु। स्कुल चाहिँ आज ढिलो भए पनि होस् भनेर म चाहिँ यतिकैमा हिँडिरहेको छु। पुरा लेकतिर कस्तो वेदर छ हो साथीहरू। म चाहिँ पुरा भिजिसकेँ पानीले गर्दा। पुरा मेरो म बोलेकोहरू सुन्नु भइरहेको छ। यहाँ चाहिँ कति धेरै आँप फलेको साथीहरू, यहाँ हेर्नु त कति धेरै आँप फलिरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यो बाटो चाहिँ यस्तो छ। पहिला हाम्रो घर पर हुँदा चाहिँ म चाहिँ यो बाटो निकै हिँड्थेँ। अब हाम्रो घर उता भएपछि चाहिँ तल्लो बाटो हिँड्छु साथीहरू। म चाहिँ पहिला कलेज आउँदा चाहिँ म यही बाटो हिँड्थेँ। यहाँ नहिँडेको पनि धेरै भएको थियो। स्कुलमा चाहिँ भ्लगहरू ल्याउनु अब त्यति पाइँदैन नि त साथीहरू। त्यही भएर म चाहिँ अब जति तपाईँहरूलाई क्लिप्स अलिअलि राख्छु। आज खासै केटाकेटीहरू पनि आउनु हुँदैन होला स्कुल, अनि जति छ म त्यति राख्छु।
अनि आज के हुन्छ कस्तो हुन्छ मैले चाहिँ यस्तो मलाई चाहिँ अलिक अब डर लाग्छ नि त त्यही भएर मैले यस्तो भिडियो लिएको मात्रै हो यस्तो खास त केही पनि छैन यहाँ तल देख्दै गर्नुभएको चाहिँ स्कुल कलेज हो 12 सम्म चाहिँ छ स्कुल हो अनि पहिला म चाहिँ यही मैले 11-12 गरेँ हो यहाँदेखि पर छ क्या मैले पढाउने स्कुल चाहिँ प्राइभेट स्कुल हो म चाहिँ जाँदैछु गाइजहरू यहाँ आएपछि चाहिँ अलिक मलाई डर लाग्नु छोड्यो अनि साथीहरू अरू मिसहरूको चाहिँ घरहरू नजिकै छ नि त अनि मेरो सबभन्दा टाढा छ अरू म्यामहरूको भन्दा मेरो घर चाहिँ टाढा छ त्यही भएर म चाहिँ यस्तो हालतमा आउँछु है साथीहरू अनि अरूहरूको चाहिँ छेउछाउै हो कति कटरहरू फलिरहेको रहेछ यहाँ तल त यस्तोमा पनि के भ्लग लिएको भनेर सोच्नुहुन्छ होला तर मलाई चाहिँ डर लागेर साथी हुन्छ नि त त्यही भएर मात्रै हो कटर हेर्नु न साथीहरू कति धेरै फलेको कटर यहाँ तल पानी परेको म चाहिँ यस्तो भिजिसकेँ नि साथीहरू हावाले त्यस्तै यतातिरको मकै चाहिँ यत्रो हुँदो रहेछ है मलाई साथीहरू सब्सक्राइब गरिदिनु होला है लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला पुगेँ म चाहिँ स्कुल आइसकेँ साथीहरू अनमोल हेलो भन्नु हेलो भन्नु हेलो भन्नु फोन कति आयो ए राइट के भयो रे तपाईलाई तर गम्दिन म यहाँ पिरियड भइसक्यो के न डिसिप्लिनमा बस्छु न डिसिप्लिनमा बस्छु साथीहरू म चाहिँ फर्किँदैछु यस्तो भ्यू देखिरहेछ यति राम्रो देखिरहेछ यहाँ देख्दै गर्नुभएको चाहिँ यता चाहिँ दमक हो यहाँ देख्दै गर्नुभएको दमक हो यता ए यो हो कि यता हो उर्लाबारी दमक यता होला दमक यता हो अनि यहाँ देख्नु भएको बाटोबाट चाहिँ दमक पुगिन्छ म चाहिँ साथीहरू फर्किँदैछु स्कुलबाट बिहानभरि पानी परेर चाहिँ यति राम्रो खुलिरहेछ म चाहिँ घर फर्किन्छु यस्तो राम्रो भ्यू देखिरहेछ यहाँ चाहिँ थकाइ लाग्यो भने यहाँ बस्छौँ हामी चाहिँ बाडुल्की लागिरहेछ मलाई चाहिँ बाटो चाहिँ खत्तमै छ अन्त अब यहाँ बस्नु हुने मान्छेहरूलाई नराम्रो लाग्छ होला तर राम्रोलाई राम्रै भन्नु पऱ्यो नराम्रोलाई नराम्रै होइन साथीहरू बाटो चाहिँ यस्तो छ गाडीहरूलाई पनि यहाँ पर गाह्रै पर्छ ढुङ्गाहरू माथिबाट खस्छ साथीहरू त्यही भएर यो बाटो चाहिँ लास्ट डेन्जर छ झन् स्कुल पढ्दाखेरि केटाकेटीहरूलाई पनि माथिबाट पुरा ढुङ्गा आउँछ क्या त्यही भएर म चाहिँ माथि अर्को बाटो बिहान गएको थिएँ यो रोड चाहिँ एकदमै धेरै यस्तो छ क्या साथीहरू गाडीहरू आउँदाखेरि साइड दिने ठाउँसम्म पनि अलिक राम्रोसँगले छैन माथिबाट पुरा ढुङ्गा खस्छ के भन्नु रहेन साथीहरू तर यो बाटो चाहिँ छिटै बनियोस्
भन्छु म चाहिँ। एकदम धेरै गाह्रो छ क्या साथीहरू, केटाकेटीहरू यही स्कुल जाँदाखेरि यही बाटोबाट जानुपर्छ। यस्तो छ बाटो चाहिँ, माथिबाट पुरा ढुङ्गा खस्छ, यहाँ मुनि यस्तो भिड छ। भएर म चाहिँ अघि यो देख्दै गर्नुभएको माथि पल्लोपट्टिबाट म चाहिँ गएको बिहान। यो बाटोमा चाहिँ अनि त्यही अब हामी आउने जाने मात्रै भएको भए त हो भने साथीहरू यो मेन रोडै यही हो। अनि यहीँबाट दमक, यहीँबाट त्यता तल जानुहुन्छ क्या साथीहरू, गाडीहरू पनि यस्तो छ। बिहान चाहिँ पुरा पानी पऱ्यो, अहिले चाहिँ यस्तो गर्मी छ साथीहरू, के भन्नु त। सुरुमा चाहिँ मलाई यो बाटोहरू यस्तो धेरै डर लाग्छ नि साथीहरू, अहिले चाहिँ बानी भएर त्यति साह्रो भन्दा नि डर लाग्छ, तर पहिला जतिको चाहिँ लाग्दैन। पहिला त कसरी हिँड्नुहुन्छ होला, कसरी साइड दिनुहुन्छ होला गाडीलाई त्यस्तो लाग्छ क्या मलाई त। अहिले चाहिँ यो छेउ हिँड्ने पनि अलिक बानी भइसक्यो म चाहिँ।